नेपाली कांग्रेसभित्र यतिबेला 15औं महाधिवेशनको सरगर्मी सुरु भएको छ। महाधिवेशनको मिति तय भएसँगै गुटगत समीकरणहरू फेरिन थालेका छन्। तर सबैभन्दा ठूलो सरप्राइज आएको छ कोइराला परिवारबाट। हिजोसम्म सभापति शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा हेरिएका डाक्टर शशाङ्क कोइराला एकाएक बदलिएका छन्। चितवन पुगेर उनले दिएको एउटा अभिव्यक्तिले कांग्रेसको संस्थापन पक्ष मात्र होइन, सिङ्गो शक्ति समीकरणमा तरङ्ग ल्याउने देखिन्छ। आखिर किन देउवाको साथ छोडेर दाजु शेखरसँग मिल्ने निष्कर्षमा पुगे शशाङ्क? के जेन्जी पुस्ताको दबावले कांग्रेसका पुराना नेताहरूलाई मिल्न बाध्य बनाउँदैछ? यो रिपोर्ट यसै विषयमा केन्द्रित छ। कांग्रेसको 14औं महाधिवेशनमा डाक्टर शेखर कोइराला सभापतिका लागि लड्दा डाक्टर शशाङ्क कोइराला मौन थिए। उनको मौनताले सभापति शेरबहादुर देउवालाई फाइदा पुग्यो। धेरैको बुझाइ थियो यदि शशाङ्कले खुलेर भोट मागेको भए नतिजा शेखरको पक्षमा आउन सक्थ्यो। तर समय बदलिएको छ। मंगलबार चितवन पुगेर शशाङ्क कोइरालाले अब आफू दाजु शेखर कोइरालासँगै मिलेर जाने स्पष्ट संकेत गरे। उनले भनेका छन्, शेखर दाई पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ, हामी दुईजना मध्ये एकजना लड्छौं। शशाङ्कको यो बोलीले उनी अब सभापति देउवाको भरमा मात्र छैनन् भन्ने देखाउँछ। 13औं र 14औं महाधिवेशनमा देउवालाई सघाएको गुणको बदलामा 15औं महाधिवेशनमा आफूलाई उत्तराधिकारी बनाइने शशाङ्कको अपेक्षा थियो। तर पछिल्लो घटनाक्रमले त्यो सम्भावना क्षीण बनाइदिएको छ। शशाङ्क झस्किनुको मुख्य कारण सभापति देउवाको पछिल्लो कदमलाई मानिन्छ। युवा पंक्तिको दबावपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। यसलाई धेरैले देउवाले खड्कालाई आफ्नो भावी उत्तराधिकारीका रूपमा प्रोजेक्ट गर्न खोजेको रूपमा अर्थ्याएका छन्। आफू देउवाको प्राथमिकतामा नरहेको महसुस गरेपछि शशाङ्कले रणनीति बदल्दै कोइराला परिवारको लिगेसी जोगाउन दाजु शेखरसँग नजिकिने बाटो रोजेको देखिन्छ। विश्लेषकहरूका अनुसार यदि कोइरालाहरू एक्ला एक्लै लड्ने हो भने पार्टी नेतृत्व कोइराला परिवारमा नफर्किने र पूर्णबहादुर खड्का वा गगन थापा जस्ता नेताहरू हावी हुने खतरा शशाङ्कले देखेका छन्। त्यसैले हामी मिल्छौं भन्ने सन्देश दिएर उनले महाधिवेशन अघि नै मनोवैज्ञानिक दबाव सिर्जना गर्न खोजेका छन्। कांग्रेसभित्रको यो हतारो र नयाँ समीकरणको अर्को मुख्य कारण हो जेन्जी पुस्ताको विद्रोह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको बढ्दो प्रभाव। पार्टीका शीर्ष नेताहरू तत्काल महाधिवेशनको पक्षमा थिएनन्। तर 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाएर महामन्त्रीद्वयले पुस अन्तिम सत्ता महाधिवेशन गर्ने निर्णय गराउन बाध्य पारे। अहिलेकै अवस्थामा महाधिवेशन भए नेतृत्व आफ्नो पकडबाट फुत्किने डर पार्टी शीर्ष नेतामा देखिन्छ। एकातिर देउवाको समर्थन कसलाई रहन्छ भन्ने अन्यल छ भने अर्कोतिर महामन्त्रीद्वय हावी हुँदै गएपछि विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू पनि असुरक्षित महसुस गरिरहेका छन्। यसले कांग्रेसभित्र नयाँ ध्रुवीकरणको ढोका खोलेको छ। अन्ततः नेपाली कांग्रेसको 15औं महाधिवेशन केवल नेतृत्व परिवर्तन मात्र होइन, पुस्तान्तरण र राजनैतिक अस्तित्वको लडाईँ बन्ने निश्चित छ। शशाङ्क कोइरालाको यो अभिव्यक्तिले कोइराला परिवारलाई एक ठाउँमा ल्याउला वा यो केवल बार्गेनिङको अस्त्र मात्र बन्ला? अनि जेन्जी लहरले सिर्जना गरेको दबावलाई पुराना नेताहरूले कसरी व्यवस्थापन गर्लान्? त्यो भने हेर्न बाँकी नै छ। तपाईलाई के लाग्छ? के आउँदो महाधिवेशनमा कोइराला परिवार एक भएर लड्ला? अनि कांग्रेसको नेतृत्वमा को आउला? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोला।